1 करोड बजेट रेन्ज मुनिको घरहरू देखाउनुहोस् न त भन्नुहुन्छ नि जहिले पनि। आज आइसकेको छ मात्र 70 लाख। त्यो पनि मजाले 3 तलासम्म जान मिल्ने फाउन्डेसन भएको, मजाले तपाईँलाई 5 फिट मुनि पनि मजाले काम भएको नयाँ घर। हेटौडाकै सबैभन्दा ग्रोइङ मार्केट नाक्सोती एरियामा हैन, नजिकै मजाले तपाईँलाई डेरी हैन, कलेजेस, स्कुलहरू, महेन्द्र सोरुम मेन हाइवेमै रहेको महेन्द्र सोरुमबाटै प्रपर्टीसम्मको तपाईँलाई मजाको ड्रोन सट सहितको आज यो कहाँ होला लोकेसन? हेटौडा वडा नम्बर 7 नाक्सोती। नाक्सोतीको पनि आज वनदेवी टोल, वनदेवी टोलमा आज लिएर आइसकेको छु तपाईँलाई 8.5 दूर जग्गा र त्यसमा बनेको यो नयाँ घर। मजाको सानो फ्यामिलीलाई हुने चट्टको घर, एउटा मजाको पार्किङ गर्न मिल्ने गाडी, ठुलो गाडी राख्न मिल्ने मजाले हैन, र साइडमै पनि बाइकहरू मजाले अट्ने खालको। दुई साइडमा अलरेडी तपाईँलाई सेटब्याक गरेर बनाइएको यो घर आज लिएर आइसकेको छौँ। कति होला मूल्य? 1 करोड। 1 करोड पर्नुपर्ने यो घर आज लोकेसन सबै राम्रो, तपाईँको वास्तु अनुसारदेखि लिएर सबै गरेर मात्र 70 लाख। त्यसमा पनि मजाले नेगोसिएट गर्न सकिने। आउनुहोस्, मजाले हेर्नुहोस्, प्रपर्टी हेर्नुहोस्, र त्यसपछि नेगोसिएसनको ठाउँ पनि राखिदिएका छौँ। माथि पनि अलरेडी 3टा कोठा मजाले निकालेर तल्ला थप पनि गर्न मिल्ने खालको घर लिएर आइसकेको छु। सानो फ्यामिलीको लागि एकदमै मिठो घर हैन। तल तपाईँलाई 4वटा कोठा रहेको छ, मजाको ठुलो लिभिङ रुम र त्यहीसँग तपाईँले जोडिएको 2टा कोठा र अर्को सेपरेट एउटा कोठा, र त्यहीमा भित्र एट्याच तपाईँलाई चाहिँ एउटा बाथरुम हैन, र अर्को पनि बाहिरपट्टि अर्को एउटा बाथरुम रहेको। आज 7 कोठे घर, 7 कोठे घर मजाले 8वटा कोठा पनि बनाउन मिल्ने घर लिएर आइसकेको छु। टोटल 14 पिलर्स, 14 पिलर भनिसकेपछि मजाको भूकम्प प्रतिरोधात्मक घर आज तपाईँलाई आइसकेको छ। 2077 सालमा मजाको तपाईँलाई निर्माण सम्पन्न भएको यो घर आइसकेको छ। ल